मतदाता नावलीमा तपाईँको नाम छ कि छैन कसरी चेक गर्न आउनुहोस्। सबैभन्दा पहिला तपाईँले क्रोम ओपन गर्नुहोस्। क्रोम ओपन गरिसकेपछि यहाँ लेख्नुहोस् तपाईँले नेपाल इलेक्सन कमिसन, त्यसपछि सर्च गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ यस्तो खालको इन्टरफेस हेर्न सक्नुहुन्छ। अब तपाईँले यहाँ मतदाता नावलीमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईँको सामने यस्तो खालको इन्टरफेस हुन्छ। प्रत्येक जिल्ला गाउँपालिका वडा र मतदाता केन्द्र छानेर लेखेर तपाईँले सबमिट गर्नुहोस्। सबमिट गरिसकेपछि तपाईँको सामने यस्तो खालको इन्टरफेस आउँछ। यहाँ तपाईँको निर्वाचन क्षेत्रको जति हुन्छ त्यो सबैको यहाँ नाम यहाँ देखिन्छ। त्यस्तै यहाँ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। म आफ्नो खोज्न गइरहेछु। म आफ्नो खोज्नको लागि यहाँ सिम्पली म आफ्नो नाम लेख्छु। नाम लेखेपछि यहाँ सर्च गर्छु। सर्च गरिसकेपछि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ मेरो यहाँ आइसकेछ कृष्ण महतो हेर्न सक्नुहुन्छ। यस्तै अब तपाईँले फुल डिटेल्स हेर्नको लागि तपाईँले के गर्नुपर्छ, यहाँ मतदाता व्यक्तिमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि विवरणमा त्यसपछि तपाईँले यहाँ जन्ममितिमा साल, महिना, गते र नागरिकता नम्बर हाल्नुपर्छ। हालिसकेपछि तपाईँले के गर्नुपर्छ, आई एम नट अ रिबुटको जुन ब्र्याकेट छ त्यसमा क्लिक गरेर सबमिट गर्नुपर्छ। अनि फाइनली हाम्रो रिजल्ट। अब यसको प्रिन्ट लिएर चाहिँ मतदाता केन्द्रमा जानुहोस्। धन्यवाद।